पुरुष महिला दुईटा हो जात, दुईटा हो जात, कहिलेसम्म झेल्ने हो भेदभाव, रुमाल धोको छु। 2077 साल जेठ 10 गते पश्चिम नेपालको रुकुम जिल्लामा जातीय हिंसाका कारण 6 जना युवाको हत्या भयो। त्यसको करिब 4 दिनपछि उनीहरूको लास भेरी नदीमा भेटियो। ती युवाहरू थिए 21 वर्षका नवराज विक र उनका साथीहरू। जाजरकोटका नवराज विक रुकुम जिल्लाको सोती गाउँमा 17 वर्षीय आफ्नो प्रेमिकालाई बिहे गर्ने भनेर 18 जना साथीहरू लिएर पुग्छन्। गाउँ पुग्नासाथ सबै गाउँले मिलेर उनीहरूलाई आक्रमण गर्छन्। त्यहाँ ठुलो भागदौड मचिन्छ। हतियारसहित गाउँलेलाई देखेपछि नवराज र उनको साथीहरू डराएर भाग्न थाल्छन्। गाउँलेले कसैलाई समातेर कुट्न थाल्छन् त कसैले ज्यान जोगाउन खोलामा हामफाल्छन्। नवराज विक समाजले बनाएको जातको आधारमा तल्लो जातका मानिए भने मल्ल थर भएकी उनकी प्रेमिका माथिल्लो जातकी। अन्तर्जातीय प्रेम जोगाउन रुकुम पुगेका नवराजले आफ्नै जीवन जोगाउन सकेनन्। युवा अवस्थामा जब हामी कसैलाई मन पराउँछौँ, सँगै समय बिताउन चाहन्छौँ अनि हामीमा बिस्तारै विवाहको सपना पलाउन थाल्छ, त्यति बेला हामीलाई जात, समाज, परम्परा जस्ता कुराहरू त्यति महत्त्वपूर्ण लाग्दैनन्। प्रेमिल जोडीहरू आफ्नो प्रेमको शक्तिमा विश्वास गर्छन्। समाजले के भन्छ, परिवारले के सोच्छ भन्ने कुरामा धेरै चिन्ता गर्दैनन्। तर जब विवाहको कुराको वास्तविकता आँखै अगाडि आउन थाल्छ, कति जोडीले सजिलै विवाह गर्न पाउँछन् र प्रेम सफल हुन्छ, त कतिले असह्य पीडा सहनुपर्छ, अन्ततः प्रेम असफल हुन्छ। आजको भिडियोमा 21औं शताब्दीसम्म आइपुग्दा पनि अन्तर्जातीय विवाहलाई अझै पनि किन मान्यता दिँदैन भन्ने विषयको बारेमा चर्चा गर्छौँ। धार्मिक र वैज्ञानिक कारणलाई बुझेर अन्तर्जातीय विवाह सही हो वा गलत भन्ने बारेमा अन्तिममा निष्कर्ष निकाल्छौँ। अन्तर्जातीय विवाहको बारेमा चर्चा गर्नु अगाडि नेपालमा जातको व्यवस्था कसरी आयो, कसले चाहिँ यसरी मान्छेलाई जन्मेको आधारमा विभाजन गर्यो भनेर बुझ्नु जरुरी छ। यो जातको जुन भेदभाव छ सुरुमा वर्ण सिस्टमबाट आएको मानिन्छ, जसले समाजलाई 4 वर्णमा विभाजन गर्यो: ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र। तर यसलाई त्यति बेला तल्लो जात, माथिल्लो जात भनेर विभाजन गरिएको भने होइन। ब्राह्मण भनेको वेद पढ्ने, पाठ गर्ने, शिक्षा दिने, क्षेत्रीय भनेको शासन गर्ने र युद्धमा भाग लिने, वैश्यले व्यापार तथा कृषि गर्ने र शूद्रले यी तीनै वर्गको सेवा गर्ने मानिन्थ्यो। मान्छे जन्मेकै आधारमा कुन वर्गमा पर्छ भनेर भन्न भने पाइँदैन थियो। एकजना युवाले म युद्धमा भाग लिन्छु वा शिक्षा दान गर्छु वा कुनै श्रम गर्छु भनेर आफैले डिसाइड गर्न पाउँथ्यो। तर आजको दिनसम्म आइपुग्दा मान्छे जन्मने बित्तिकै आफ्नो जात लिएर आउने अवस्थामा आइपुग्यो। अब जातको व्यवस्था डरलाग्दो अवस्थामा पुग्यो। विक्रम सम्वत 1910 सालमा जङ्गबहादुर राणाले लागू गरेको मुलुकी ऐनले जातीय परम्परालाई झनै भद्रगोल बनाइदियो। बाहुन क्षेत्रीलाई प्योर र हाइकास्ट र दलितलाई अनटचेबल, छुन नमिल्ने भनेर तोकिदियो। दलित भन्ने शब्द भारतबाट आएको हो। यसको अर्थ थिचिएको, दबाइएको वा अन्यायमा परेको भन्ने बुझिन्छ। 2020 सालमा राजा महेन्द्रको पालामा मुलुकी ऐन 2020 पारित भयो अनि छुवाछुतलाई गैर कानुनी घोषणा गरियो। त्यसपछि जातीय भेदभाव तथा छुवाछुत ऐन 2068 आयो। त्यो कानुन अनुसार जातीय भेदभावलाई अपराध मानियो। यदि कसैले जातका आधारमा विभेद गरेमा 3 वर्षसम्म कैद र 25,000 जरिवानाको व्यवस्था गरियो। 2072 को संविधान अनुसार सबैलाई समान अधिकारको ग्यारेन्टी गरियो। यसो हेर्ने हो भने दलित भनेर विभाजन गरिएको समुदायलाई न्याय दिनको लागि कानुन त बनाइयो, तर व्यवहारमा परिवर्तन कहिले आएन। अब यसरी विभाजन गरेपछि आफै सोच्नुहोस्, दलित केटा वा केटीले बाहुन क्षेत्री केटा वा केटीलाई प्रेम गर्छन् भने त्यो प्रेम कसरी सफल हुन सक्छ? के तपाईलाई थाहा छ नेपालको हालको प्रधानमन्त्री केपी शर्मा ओलीको पनि अन्तर्जातीय विवाह नै हो। लोकतान्त्रिक देशमा जन्मेपछि आफूलाई मन परेको मान्छेसँग विवाह गरी जीवनसाथी रोज्न पाउनु हरेक व्यक्तिको अधिकार हुन्छ। तर नेपालको परिवेशमा विवाह भनेको केटा र केटी बीचको सम्बन्ध होइन, पुरै पारिवारिक सम्बन्ध हो र पारिवारिक सम्बन्ध नराम्रो हुँदा केटा वा केटीले मानसिक यातना भोग्नुपर्छ। मानसिक यातनाले अन्य समस्यालाई जन्म दिन्छ। अन्तर्जातीय विवाहकै कारण कतिले अपमान भोग्ने, शारीरिक हिंसा सहेर बस्ने, अकालमै मर्ने जस्तो परिवेशको सामना गर्नुपर्छ। एउटा अध्ययनको अनुसार 71% महिलाले अन्तर्जातीय विवाहपछि सामाजिक तथा मानसिक यातना भोग्नु परेको देखिन्छ। यसले महिलालाई मात्र असर गर्दैन, विवाहपछि विवाह दर्ता गर्न, छोराछोरीको नागरिकता लिन,
जन्मदत्ता बनाउन, विवाहपछि रोजगार पाउन सबैमा असर गरिरहेको हुन्छ। गाउँको तुलनामा सहरमा अन्तर्जातीय प्रेमलाई बिस्तारै मान्यता दिइँदै आएको छ। तर विडम्बना अझै पनि काठमाडौँमा कोठा भाडा पाउनको लागि नामको पछाडिको थरकै कारण कतै घरबेटीले कोठा भाडामा दिँदैन। त्यसरी विवाह गर्नेलाई सरकारले अनुदान रकम भनेर 1 लाख रुपियाँ दिने घोषणा गरेको पनि थियो। तर 1 वर्षमै यो कार्यक्रम बन्द भयो। राज्यले नै प्रेम गर्ने जोडीको सपना सखाप बनाइदियो। दलित र गैर दलित बीचको विवाहलाई समाजले हेर्ने नजर फरक भए पनि गर्ने व्यवहार भने एउटै हो। सुन्दा पनि अचम्म लाग्छ। दलितसँग बिहे गरेको भनेर वर्षौँदेखि छोरीसँग आमा बुबा बोलेकै छन् रे। कुनै पनि आमा बुबा र छोराछोरीको एकअर्काबाट टाढा हुने र बोल्दै नबोल्ने रहर हुँदैन। तर सामाजिक संस्कृतिको कारण उनीहरू विवश छन्। प्रेम गर्ने युवाहरू सामान्य मानिस हुन्। डलर भत्ता भ्रष्टाचारको पैसा खाएर स्वतन्त्रताको बारेमा बोल्दै हिँड्ने मानिस होइनन् र संसारका सबैलाई स्वतन्त्र रूपमा बाँच्ने र प्रेम गर्ने अधिकार छ। तर बुढा र अचेत आमा बुबाहरू पुस्तौँदेखि जातीय विभेदको चक्रव्यूहमा फसिरहेका छन्। त्यो चक्रव्यूह तोड्ने कि त राज्यले हो कि त युवा पक्षले। यो जङ्गली सामाजिक संस्कार र संस्कृति नतोडेसम्म नयाँ आधुनिक समाजको कल्पना गर्न सकिँदैन। अब अन्तर्जातीय विवाहलाई धार्मिक र वैज्ञानिक दृष्टिकोणबाट बुझौँ। नेपालमा करिब 81.2% हिन्दू जनसङ्ख्या छ। त्यसकारण अन्तर्जातीय विवाहलाई यसले ठुलो प्रभाव पार्छ। तल्लो जात र माथिल्लो जातको बिहेलाई अशुद्ध मानिन्छ। नेपालमा विवाह भनेको एउटा संस्कार मानिन्छ, जसमा परिवार र समाजको स्वीकृति अनिवार्य ठानिन्छ। बौद्ध धर्ममा जातीय भेदभावलाई अस्वीकार गरिन्छ। भगवान बुद्धले मानिस बराबर भएको तर्क दिएका थिए। इस्लामिक धर्ममा जातीय भन्दा धार्मिक समानतालाई धेरै प्राथमिकता दिइन्छ। क्रिस्चियनहरूको हेर्ने हो भने उनीहरू लभ र इक्वेलिटीलाई सपोर्ट गर्छन्। यही जातको व्यवस्था चलिरह्यो भने एकजना व्यक्तिले कस्तो धर्म मान्ने, कस्तो प्रेम गर्ने भनेर धरतीमा नआउँदै आफ्नो भाग्यमा लिएर आएको हुने भयो। विज्ञानका अनुसार जब फरक फरक जात वा सोसाइटीका मानिसहरू विवाह गर्छन्, उनीहरूको जिन फरक फरक हुन्छ, जसले जैविक विविधता बढाउँछ। यसको अर्थ जति धेरै जैविक विविधता हुन्छ उति नै स्वस्थ बच्चा जन्मिने सम्भावना देखिन्छ। एउटै जात वा नजिकका आफन्तबीच बिहे गर्दा रोगहरू हुने सम्भावना बढी हुन्छ, किनभने त्यही जिन अरूमा पनि जाने गर्छ, जसले वंशाणुगत रोगहरू फैलिन सक्छ। अन्तर्जातीय विवाहबाट जन्मिएका बच्चाहरू मानसिक रूपमा बलियो, शारीरिक स्वस्थता लगायतको गुण लिएर आउने सम्भावना बढी हुन्छ। अन्तर्जातीय विवाहले गर्दा समाजमा फरक फरक जात, संस्कृति, भाषा र परम्पराका मानिसहरू एकअर्कासँग घुलमिल हुन पाउँछन्। यसले जातीय भेदभाव कम गर्ने र सामाजिक एकता ल्याउने सम्भावना बढ्छ। तर नेपालमा अन्तर्जातीय विवाहलाई हेर्ने हो भने धार्मिक र वैज्ञानिक दृष्टिकोण अलि फरक छ। धर्मले वर्षौँदेखि चलिआएको परम्परा जोगाउन यस्तो विवाहलाई नराम्रो ठान्छ भने विज्ञानले स्वास्थ्य, मानसिक र सामाजिक हिसाबले यसलाई सकारात्मक मान्छ। तर समयको चक्रसँगै समाजमा बिस्तारै परिवर्तन आउँदैछ र वैज्ञानिक तथ्यहरूको प्रभावले अन्तर्जातीय विवाहलाई स्वीकृति दिने चलन बढ्दै आएको छ। तपाईलाई के लाग्छ, अन्तर्जातीय विवाह सही हो वा गलत? आफ्नो विचार कमेन्टमा राखिदिनु होला। आजको लागि यति। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।